अनि एलीले आफ्नो छोराछोरीलाई सम्झाउन सक्थे, तर उनले यसो गरेका छैनन्। आज तपाईँ र म आफ्नो छोराछोरीलाई, आफ्नो मण्डलीका छोराछोरीलाई अनि आफ्नो आत्मिकी छोराछोरीहरूलाई के हामीले सम्झाउँछौँ कि सम्झाउँदैनौँ भन्ने पनि प्रश्न हामीले आफूलाई सोधौँ। हामी को नै हो र मान्छेको हृदय परिवर्तन गर्ने, अथवा मानिसलाई यसो गर्नुहुन्छ हुन्न भने हामी को नै हो र? तर परमेश्वरले सिकाएको, परमेश्वरले भन्नुभएको र परमेश्वरले वचनमा राख्नुभएको कुरा चाहिँ हामीले भन्नु आवश्यक छ, जरुरी छ। अनि परमेश्वरले के भन्नुभएको छ भने, मैले त्यसलाई भनेको थिएँ कि म त्यसको परिवारको सधैँ इन्साफ गर्नेछु, किनभने परमेश्वरको विरुद्धमा त्यसको छोराहरूले आफूलाई घृणास्पद बनाए